गाइस नमस्ते सबैजनालाई गुड मर्निङ। म आज 8 बजे उठिसकेको छु। फेरि सलिसा परियार हाम्रो चाहिँ खाट एउटा मात्र छ साथीहरू, त्यो सानो छ अनि हामी दुईटा पनि नै पर तेर्सो पारा सुत्ने बानी छ। त्यही भएर म चाहिँ आज भुइँमा सुतेँ। खासमा कान्छी चाहिँ भुइँमा, म चाहिँ खाटमा। हिजोलाई चाहिँ कान्छीलाई खाटमा सुत्न मन लागेको छ, त्यही भएर कान्छी खाटमा सुती। त्यो कलेज गइसकेँ बिस्तारै त्यतिकै छोडेर। अब मेरो काम भनेको चाहिँ बिस्तारा मिलाउने, भाँडा माज्ने, खाना पकाउने, कान्छी आउँदाखेरि खाना रेडी पारिदिने, त्यो चाहिँ मेरो बिहानको काम हो होइन। पोखरामा पानी परेको छ साथीहरू, अयो बा पानी परेको छ, कतै गइन होला सायद आज। साथीहरू पानी परेको त्यहाँ चाहिँ हाम्रो खजानाको थुप्रो छ, सबैको खजाना त्यही हो। हाम्रो रुमको हालत यस्तो छ। फेरि हेर्नु त बिस्तारा कपडा, कान्छी कलेज जाने बेला कपडा त्यहाँ फ्यात्त हालेर जान्छे, बिस्तारा नि मैले मिलाइदिने अनि बिस्तारा पनि मैले हालिदिने। अन्त कान्छीले यस्तो छ साथीहरू, असिस्टेन्ट हुन गाह्रो छ नि, गाह्रो छ। अब म चाहिँ गीत बजाउने बस्ने हो फेरि टक्क लाएर। मैले बिस्तारै टक्क लगाएर मिलाइसकेँ, यहाँ पनि थन्काइसकेँ। कहाँ कहाँ थन्काएँ भनिदिनु तपाईँले अहिले देख्नुहुन्छ। बेलुका राति होइन, राति हाल्छु मैले ब्लग चाहिँ। दिनभरि कहाँ कहाँ जान्छु के गर्छु नि, दिनमा त सत्रङ्ग सुतिहाल्छु। अब कहाँ जान्छ नि थाहै छैन। अब भाँडा धुन बाँकी छन्, अनि भात पकाउन पर्यो। भात अहिले पकाउने, तरकारी अहिले पकाउने, कान्छी आउने बेला। साथीहरू म चाहिँ के अरे बिस्तारै सिस्तारै मिलाएँ, अनि भाँडासाँडा माझेर अब खाना पकाउन सुरु भयो। अब तरकारी काटौँ है त। तरकारी काटकुट भयो होइन, एउटा घिराउला आधा हो। अब हाम्रो कान्छीलाई यस्तो च्याप्टा मन पर्दैन, मलाई फेरि घिराउला र मैले घिराउला र सुकुटी पकाउन लाग्यो। मैले फेरि घिराउला बेस्ट अन्त बेस्ट, मलाई फेरि लास्टै मनपर्छ। कान्छीलाई फेरि मन पर्दैन, यस्तै यस्तै खाने हाम्रो कान्छी। अनि हाम्रो कान्छी खानु त्यो आलु अनि त्यही सुकुटी खान्छ अहिले नि। त्यहाँ पनि सुकुटी त मन पर्छ, दाँते हुन फेरि हुन त के भन्छ अरे पकाउन लाएँ। आलु पनि छ मैले, किनकि अब कान्छी घिराउला खाइदिने अनि तरकारी बनाउनै पर्यो अलिकति, त्यसलाई भाषामा त होइन। त्यही भएर आलु पनि एउटा 3टा आलु मिसाइदिएँ। अब यति म पकाउँछु। साथीहरू अप्सराको छोरी, कुइरीको छोरी, यस्तो मिठो सुकुटी सुकुटी लबर खाए ल। तिनीहरू त यति कुर्ता लाएर यति राम्री भएर हिँडेछन्, हिँड त्यतिकै। म भने यहाँ पाइप लाएर हिँड्छु।
सरिसालाई यसरी हिँड्न एकदम ट्याङ ट्याङ गरेर हो त्यस्तो चप्पल नबजाइकन हिँडेको अवस्था के खाने हो रे के खाने हो रे आइसक्रिम खाने हो होइन ऊ त छ आइसक्रिम एमा हाम्रो कान्छी त बजार बजारमा लाँदै छैन दुपट्टा तेरो छ्याउ कस्तो फाइनली मैले काम पाएँ के काम हो भन्ने चाहिँ भोलि थाहा हुन्छ बाबु नगर मम्मीले दिदीलाई आयो भन्छ कहाँ लुगा त्यो यो दिने भनेर यसो चाहिँ दिन त कस्तो जित्दाहरू म चाहिँ नुहाइधुवाइ गरेर फेरि बेलुकाको खाना पकाउने टाइम त भइहाल्यो यो चाहिँ जहिले खानै पकाइदिने कहिले पनि मैले मात्रै पकाउनु पर्छ भोलिबाट त म नि काममा जान्छु अनि साथीहरू मैले खाना साना पकाइसकेँ अब भुक त लाग्छ एकछिनमा खाने हो अब भिडियो एडिट गर्दा गर्ने खाना खाने सुत्ने आजको लागि यति नै मेरो ब्लग तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला कमेन्ट पनि फेरि यस्तो फनी फनी भयो हुन्छ कि बरु म सहन्छु तर त्यो डल्ला डल्ला स्टिकर मात्रै त मैले के बुझ्ने त्यस्तो नगर्नु न हो त्यस्तो नगर्नु कमेन्ट गर्नु न कमेन्ट अनि कमेन्ट पनि कमेन्टमा गर्न छोडेर अनि पछि सिधै म्यासेज गर्ने क्या म्यासेज गरेको कसले देख्छ मैले मात्रै देख्छु म रिप्लाई दिन्न कमेन्ट गर्नुहोस् के कमेन्ट गर्नुहोस् है बाई बाई